साथीहरु कता पुगिसके थाहा छैन। ओइ कता हो केटाहरु? ओइ ल गाइजहरु, आज पनि हामी चाहिँ यस्तो भ्लगिङ स्टार्ट गरेर म चाहिँ हिँडिसकेको छु। मेरो डेली भ्लग आउँदै थियो नि त, तपाईहरुलाई थाहा छ। सो यता छ मेरो दोस्त, ह्यान्डसम बनेको। तर दोस्त कस्तो ह्यान्डसम देखेको छ तिमीले? सो इट्स माई फ्रेन्ड गणेश हो। हामी चाहिँ अब बेलुका इभिनिङ वाकमा निस्क्यौँ। गाइज यो सुन्नु नि, यो के किरा कराएको हो, यस्तो खतरा कराइरहेको छ कि पुरै कानै खाइसक्यो। अगाडि चाहिँ मेरो साथी छ, उता पुगिसक्यो। दोस्त कहाँ हो तिमी? अगाडि चाहिँ बाँदर हिँडिरहेको छ, यस्तो खतरा बाँदर हिँडिरहेको छ। दुई खुट्टे बाँदर, मोबाइल पनि चलाउँदो रहेछ बाँदरले। बाँदरहरू एडभान्स भइसकेको छ कि गाइजहरू। यहाँ किरा यस्तो कराइरहेको छ, क्याउ क्याउ क्याउ। कोरियामा चाहिँ यस्तो यो किरा चाहिँ यसलाई, यो चाहिँ मान्छेलाई हार्म गर्दैन यसले। यो चाहिँ यहाँ पेटको उसमा पनि पाल्छ अरे कि, पेटको रूपमा पनि। तर यो किरा कराएको देख्दा चाहिँ यसलाई चाहिँ मलाई ढुङ्गाले चेप्पाउन मन लागिरहेको छ कि। अनुप दोस्त, तिमीले मुसा भेट्यो भने के गर्छौ रे? पोलेर खान्छौ होइन? त्यो हाँस्छ है, हाँसिसक्यो कि। हामी हिँड्दैछौँ। रिसायो तिमी? के अरे रिसाएको? कस्तो पाराले हिँडेको तिमी? केटाहरू स्याड भयो त। गाइजहरू, मेरो केटाहरू स्याड भयो। एकजना चाहिँ मेरो दोस्त लास्ट स्याड भइरह किन हो। तर त्यही छैन, ठिकै छ। जिन्दगीमा दोस्तहरू स्याड हुँदै गर्छन्। सबैलाई खुसी पार्न पनि सकिँदैन। त्यही माथि दोस्त पनि हेर्दाखेरि पनि दोस्त अलि त्यस्तो बिजनेसम्यान जस्तो छैन क्या। मान्छे कहाँ खुसी पार्ने गर्दैन। ओइ त्यहाँको पानी त कस्तो निलो भएछ नि। फोहोर पानी हेर नि दोस्त, कस्तो निलो। तल लेउ जमेर खोलामा पानी सक्छ। कोरियामा पनि पानी चाहिँ पुरै फोहोर भएर हरियो भइसकेको रहेछ खोलामा। खोलामा पानी चाहिँ हामीलाई त बुढोहरूले चाहिँ कसरी हेर्दै गए। कोरियनहरूले चाहिँ अटेन्सन लास्ट दिन्छन् क्या। यस्तो भ्लगिङ गर्दा राम्रो राम्रो मान्छेहरू चाहिँ अगाडि देखिँदैछु मैले होइन। यहाँनिर देखिन्छ, अगाडितिर मान्छेहरू छन् है। तर यहाँको घर चाहिँ कहिले जिन्दगी पनि नपाउने भयो। अगाडिको मौसम यस्तो खतरा छ गाई, त्यहाँ हेर्नु कस्तो दामी आएको छ। अब चाहिँ हरेक ग्रुपमा एउटा बिग्रेको मान्छे हुन्छ। ऊ चाहिँ ऊ हामीलाई बिगार्ने पनि उयो हो होइन, नबिग्रेको नि हुन्छ, नबिग्रेको शुद्ध सिकाएको मान्छे यही हो। सिकाउने मान्छे चाहिँ यही हेरी, सिकाउने मान्छे ऊ हो, हेर्ने मान्छे चाहिँ म हो, हेर्ने मान्छे चाहिँ म हो। यस्तै छ। मैले चाहिँ केही खाने मान्छे चाहिँ ऊ हो। लुकेर म यतिकै देखाएरै खाइदिन्छु नि, खानुपर्ने मलाई लुक्नै पर्दैन। कपाल काटेको यहाँनिर होइन। तर कस्तो काटिदिन्छ कि जस्तो भने त्यस्तो काटिदिन्छ तर पछि फेरि ब्याक पनि गर्न पाइन्न कि, नेपालमा जस्तो हुन्छ नि। तर खै कस्तो काट्छ चाहिँ ठिकै छ। सिप गाई त्यहाँनिर हेर्नु, त्यो सिप हेर्नु त्यहाँनिर कस्तो खतरा छ के। ऊ त्यहाँनिर यहीँनिर छ, यो यहीँको यहीँ। हामीले एक दिन बुक गरेर चढ्ने भनेको हाम्रो खै त साथी, बुक गर्ने भनेको सिप बुक गर्ने भनेको खै त सिप उ त्यो सिप हामी चढेर खतरा। मलाई मिस्टर बिस्टको जस्तो भिडियो बनाउन मन लागिरहेको छ भनेको। आफ्नो फेस पनि देखाउनुपर्छ क्या, त्यो अगाडि मात्रै देखाएर मान्छे त्यस्तो। वास्तविक दोस्त कुनै पनि प्लेस ठाउँ कन्टेन्ट होइन कि, कन्टेन्ट भनेको युआर द कन्टेन्ट के ब्रो। मान्छेले तिमीलाई हेर्ने हो क्या, त्यही भएर स्टार्ट गर कन्टेन्ट भनेको हामी आफू। तर फेरि मोटिभेसन पनि कस्तोले दिएको, जसको चाहिँ फेरि 10K फलोवर्स पनि छैन, भर्खर स्टार्टिङ भएको छ, च्यानल मोनिटाइज पनि छैन, केही पनि छैन। हाम्रो दोस्तले चाहिँ कहिले बिजनेस, दोस्तको बिजनेस मैले प्रमोट गर्छु भोलि पर्सि भनेको। मैले चाहिँ दोस्तसँग लोन लिनु परिरहेको छ। दोस्त केही उपाय लागेन जिन्दगीमा, तिमीले मलाई सहयोग गर्नु पऱ्यो। 1 लाख रुपियाँ के हो 1 लाखभन्दा छोरीको प्रमोट गरिदिनु हो। अब म यस्तो खतरा भ्लगर, अब जेसुकै होस्, खतरा भ्लगर डान्सर, अब जेसुकै होस्, हाम्रो सोचले डान्स खतरा गर्छ। जे हो जसुकै भयो नि गर्ने हो क्या। अब हामी चाहिँ त्यहाँ पुग्न लागिसक्यो। हाम्रो त्यहाँनिरको एरिया हो डेस्टिनेसन। हामी कोरियामा पनि यस्तो यस्तो घरहरू हुँदैछ साथीहरू। हेर्नु त कोरियामा पनि यस्तो घरहरू छ, पुरानो पुरानो। एक साइडमा यस्तो क्लिन वातावरण छ, बिल्डिङ छ होइन, ठुल्ठुलो घरहरू यहीँ छ त्यहाँनिर। तर यतातिर पुरानो पनि छ। अब यो चाहिँ कस्तो भनेदेखि, कोरिया पनि त्यति चाँडो, कोरिया त्यति फास्ट डेभलप भएको कन्ट्री हो नि त। अनि उनीहरूको पुरानो पुरानो पनि त हुन्छ नि त। तर यो चाहिँ हाइली डेभलप्ड हो। यहाँको मान्छेहरू खतरा हो क्या, मान्नुपर्छ नि। साथै एक दिन यो क्याफेमा गएर सबजना कफी खाउँ भनेको। क्याफेमा गएर हामीले कफी आयो भने मलाई हात दियो यार। मैले त्यहाँ यस्तो गरेको, हात दियो कि मलाई।
मैले चाहिँ त्यहाँनिर क्याफेमा यस्तो यस्तो क्यामेरा जुम आउट गरेको जुम इन गरेको त्यहाँको मान्छेले यस्तो हात दिए क्या तर त्यो मान्छे चाहिँ मेरो क्यामेरामा आउँदैन मेरो क्यामेरा जम्मा 5x5सम्म त हुन्छ जम्मा त्यहाँ चाहिँ लभ छ है माया प्रीति गर्ने भयो त्यहाँ आउँदा हुन्छ यहाँ टन्ने मान्छेहरू छन् हामी चाहिँ अब यसरी जाँदै यो अगाडि पार्कमा मान्नुहोस् फाङ्गस सम्झिँदा अनुप गएर मान्नुहोस् फाङ्गस सम्झिँदा भन मान्नुहोस् फाङ्गस सम्झिँदा अगाडि मान्छे झन्डै छोडेको है यस्तो खाले साइकल किन न दोस्त यो साइकल किन न यो खतरा कुद्छ कि यो खतरा हो यो डेन्जर कुद्छ बाइक जस्तो कुद्छ त्यो त्यो साइकल चाहिँ बाइक जस्तो डेन्जर कुद्छ ओइ कस्तो दामी मौसम छ यार एक फोटो चाहिँ बन्छ आए साथीहरू चाहिँ कहाँ पुगिसके केटा हो छिङ्गु बस पर्खेन दामी यो चाहिँ आर्टिफिसियल है हेर्दाखेरि रियल जस्तो लाग्छ यो रुखहरू आर्टिफिसियल हो एडभेन्चर गर्ने बन्जी जम्पिङ सम्पिङ प्याराग्लाइडिङहरू हुन्छ अनि त्यो प्लेनमा चढ्नेवाला हुन्छ नि त्यस्तो त्यस्तो कुराहरू गर्ने अहिले चाहिँ हामी यहाँ आइसक्यौँ कस्तो दामी मौसम छ दामी मौसममा हामी आइसक्यौँ हाम्रो यो फाइनल डेस्टिनेसन त थिएन कि साथीले अब उतापट्टि पार्क जाउँ भन्छ राम्रो छ है वाह म चाहिँ फेरि छुटिसकेँ मेरो साथीहरू चाहिँ अगाडि बढिसकेँ भ्लगिङ गर्न थालिसकेपछि चाहिँ आफू छुट्टिन्छ नि त यहाँ यस्तो दामी मौसम छ है यहाँनिर आएर चाहिँ हामी बस्छौँ यहाँनिर बस्न मिल्छ अगाडि यहाँनिर बोट पनि चल्छ यहाँ बोटिङ गर्न नि मिल्छ बोटिङ भन्नाले पैसा तिर्नुपर्छ पैसा तिरिसकेपछि चाहिँ अनि हामीले चाहिँ त्यो बोट चढ्न मिल्छ टाइममा हुन्छ भ्याकेसनको टाइममा चल्छ प्रायः जसो तर हामीले चाहिँ छुट्टी पाएको छैन बुद्धको टी सर्ट त सबतिर भाइरल फेमस छ नि त हामीले चाहिँ साथीहरू हामीले चाहिँ बुद्धको टी सर्ट लगाएको मान्छे एकजना थाइल्यान्ड मान्छे देख्यौँ होइन अनि हाम्रो गौतम बुद्ध भनेको चाहिँ एसियामा पुरै फेमस छ नि त एसिया होइन पुरै वर्ल्डमा सो थाइल्यान्डमा चाहिँ म्याक्सिमम् पिपुलहरूले बुद्ध मान्दा रहेछन् क्या अनि कोरियामा पनि लिटल थोरै थोरै छन् अहिले चाहिँ मान्छे देख्छ तर त्यो बुद्धको टी सर्ट थियो त्यो नेपालमा है कता बुद्धको माला टी सर्टहरू हामी लाउँथ्यौँ नि त अब हामी चाहिँ यता जाँदै हो कता जाने दोस्रो भनेर बिगेस्ट पार्क अफ यङसाम्पो नाजुको सबसे ठुलो पार्क हो कहाँको नजिक छ र यहाँबाट नजिकै छ कति टाढा होला नि त जाउँ न त जाउँ केही छैन भोलि काम भयो भने सो हामी चाहिँ अब यहाँ यस्तो रेड लाइट बल्दैछ यताबाट बस आउँछ यो एक्सप्रेस रोड हो हामीले चाहिँ अलिकति यहाँनिर केयरफुल भएर हुनुपर्छ नाइट भ्यू यस्तो बब्बाल छ नि यहाँनिर रुल्स एन्ड रेगुलेसन पालन गरेन उताबाट हो हामीले रुल्स केटा हो यहाँनिर लाइट चाँचोट आऊ न गाडी आएको छैन भने नेपालको जसरी हिँड्नु त नथ्यो कस्तो दामी छ है ठाउँ मात्र फेरि सब ठाउँ फेरि हाम्रो यहाँ चाहिँ हामीले चाहिँ होइन खासै रुल्सलाई फलो गरिरहेको छैन त हामी यहाँ आइसक्यौँ यो मोटेलमा चाहिँ मैले काम पाएको थिएँ तर मैले काम रिजेक्ट गरिदिएको मलाई यसमा काम गर्नु मन लागेन सो यस्तै हो काम आइरहन्छ कहिले कामबाट निकालिदिन्छ कहिले कहाँ पुग्ने कहिले कहाँ पुग्ने तर यहाँको यो काममा चाहिँ मलाई चित्त बुझेन क्या गाइज काम आफूलाई चित्त बुझेन भने त छोडिदिने हो नि त सो अफर आएको थियो तर अस्ति नि एकचोटि राजेशको काम गरेको थियो नि मोटेलमा राजेशले यही मोटेल हो क्या यो मोटेल क्लिनिङको काम बेड मेकिङ सेकिङ अब मान्छेहरू आउँछन् बस्छन् त्यहाँनिर धेरै फोहोर हुँदैन नि त मोटेलमा गान हुन्छ अरे काम गर्ने लुगासुगा नि धुनुपर्छ अरे वासिङ मेसिनमा हालेर फास्ट के गर्नुपर्छ भन्दै थियो मोटेल क्लिनिङको काम सो हामी चाहिँ अब नाजु पार्क जाँदैछौँ नाजु पार्क होइन दोस्तले चाहिँ भनेको यङसाम्पो पार्क जाने भन्छ यङसाम्पो पार्क हामी जाँदैछौँ चाहिँ क्या दामी रहेछ क्या यहाँ चाहिँ मान्छेहरू साइक्लिङको लागि आइसकेछन् सबजना साइक्लिङको लागि म पनि साइक्लिङ गर्दै हिँड्ने त भनेको मेरो साइकल छ नि त म पनि साइक्लिङ गरेर त हिँड्थेँ कि तर गर्मी छ क्या अहिले कोरियामा लास्ट गर्मी भएको कारणले गर्दाखेरि अति झ्याउ हुन्छ क्या अब साइक्लिङ गरेर हिँड्न कम मजा आउँछ यिनीहरूलाई चाहिँ साइक्लिङमा मैले जितिदिन्थेँ कि यिनीहरू अगाडि बढिसकेँ सो लेट्स गो यो होटल चाहिँ होटल ब्रिजी रहेछ ब्रिज फुरिजु कोरियामा चाहिँ बलाई फ भन्छ अगाडि ब आयो भने अनि फ्रिजु भन्छ यिनीहरूले फ्रिजु हामी चाहिँ बिरिजु भन्छ नि यिनीहरूले फ्रिजु भन्छ
यो चाहिँ साइक्लिङको बाटो हो। यहाँनिर साइक्लिङ म यहाँबाट पहिला यो बाटोबाट काम गर्नको लागि उहाँ बिजग्राम पुग्थेँ क्या। यहाँबाट सरर रेस्टुरेन्टमा काम गर्ने बेलामा उहाँ पुग्थेँ। एक दिन चाहिँ हामी बिजग्राम दोस्त एक दिन हामी बिजग्राम जानुपर्छ ल। कस्तो खतरा बाटो छ नि। हामी चाहिँ अहिले लाइटमा फसिसक्यौँ। रेड लाइट बलेको छ यहाँ। रेड लाइटमा त जानु मिल्दैन नि त। अब गाडी स्पिडमा आइरहेको हुन्छ फेरि हामी गाडी। यहाँबाट साइकल पनि लानु मिल्दैन, मान्छे पनि हिँड्न मिल्दैन अहिले। कस्तो छ यता चाहिँ जानु मिल्ने रहेछ किन लाइट बलिरहेको नि त। सो हामी लाइटमा छौँ अहिले। हामी पर्खिरहेको। कति टाढा छ दोस् यहाँबाट पार्क? नजिकै हो। ए उट्याएको पार्क हो। ए त्यो फिल्ड जस्तो छ होइन? दामी छ तर। जसो हामी त्यहाँ जाँदैछौँ। त्यहाँ पुगेर अनि फेरि हामी रुम जाने। रुम गएर खानासाना खाने हो। ग्रिन बलिसक्यो। अब हामी चाहिँ जाने। यहाँ बाइक कुदाउनु खोज्दो रहेछ। ग्रिन लाइट बलिसकेपछि अब हामी अगाडि बढ्दैछौँ। बाइक किन्थेँ मैले तर बाइक किन्नको लागि लाइसेन्सहरू चाहियो। दुनियाँ दिवाना रुल्स एन्ड रेगुलेसन टन्नै चाहिन्छ। अनि केयरफुल भएर हाँकेन भने फेरि कति पैसा खर्च हुन्छ। हामी त इन्टरनेसनल स्टुडेन्ट हो नि त नि। यहाँनिर आएर पैसा कमाउने हो क्या गाइज। जसरी भए पनि अहिले प्ल्याट चिट हान्दियो र 20,000 चिट हान्दियो भने त हामी त के गर्नु त होइन। सो एनी हाउ कम्प्रोमाइज गरेर भए पनि मैले साइकल किनेको। नभए त म नेपालमा बाइक कुदाएर हिँड्ने मान्छे हो। यहाँ आएर साइकल त यत्रो नि कुदाउँदैन थिएँ। त्यही पनि मैले साइकल चाहिँ किनेँ। राम्रै ठिकै छ। साइक्लिङ पनि रमाइलो हुन्छ हो हिँड्नलाई। बेलुका सर होइन इलेक्ट्रिक साइकलमा आनन्दले पर गयो अनि केटाहरूसँग एउटा चिसो लिएर गयो। बुढो के हो बुढोहरूले त बुढी राखेर हिँड्छन्। अब टक्क बुढाबुढी बाइकमा इभिनिङ वाक हिँडेको। उनीहरू इभिनिङ राइडमा हिँड्यो होला। भ्लग गर्दा गर्दा अँध्यारो भइसकेको छ। अनि त्यही भएर अब त्यो खासै राम्रो आइरहेको छैन। हामी आइसक्यौँ गाइजहरू। अब हामी उतानिर जाँदै हो। अँध्यारो हुन लागिसक्यो। क्यामेरा क्वालिटी खासै राम्रो आउँदैन अहिले यतिखेर। त्यही पनि यो लाइट्सको कारणले गर्दाखेरि राम्रै आइरहेछ। सो लेट्स सी जाने ठाउँमा आइसक्यौँ अहिले हामी। अब हाम्रो डेस्टिनेसन आउनु लागिसक्यो। जाँदै हामी। डोजर रहेछ ओइ। कस्तो खतरा ठाउँमा पल्टिन्छ त यो डोजर त। ओइ यहाँ त डोजर रहेछ। अनुप दोषले भनेको डोजर चलाउने यहाँनिर दिनको 25-30,000 पाउँछ अरे। राइट साइडबाट हिँड्ने हामी होइन, राइट साइडबाट त गाडी हिँड्छ नि त। हामी यो साइडबाट हिँड्नु पर्ने उल्टो हिँड्ने। यहाँनिर उल्टो हिँड्छ क्या हो। ठ्याक्कै उताबाट गाडी यो साइडबाट उताबाट यताबाट गाडी होइन। हामी यताबाट हिँड्नुपर्छ। सपोज अब यो गाडी उताबाट जान्छ तर नेपालमा त जतापट्टिबाट गाडी यो यताबाट गाडी गइरहेछ भने हामी यही साइड हिँड्छौँ है। त्यो चाहिँ उल्टो हो। यो राम्रो हो नि त। किनभने हामीले गाडी देख्छ नि त है अगाडि। नेपालमा चाहिँ उल्टो छ क्या। सो हामी यहाँ आइसक्यौँ। हामी चाहिँ यहाँ अपोजिट साइडमा हिँड्नु पर्ने रहेछ। नेपालको जस्तो चाहिँ यहाँनिर नेपालमा के हो आफू चाहिँ जहिले पनि लेफ्ट साइडबाट हिँड्नुपर्छ। लेफ्ट साइडबाट मान्छे पनि गाडी पनि लेफ्ट साइडबाट हिँडाउँछ। तर यहाँ चाहिँ के भने गाडी हिँडाउँदा चाहिँ राइट साइडबाट, मान्छे हिँड्दा चाहिँ लेफ्ट साइडबाट हिँड्ने हो। जहिले पनि आफ्नो लेफ्ट साइडबाट हिँड्ने हो। किनभने अगाडिबाट अपोजिटबाट गाडी आएको देखिन्छ नि त। तर नेपालमा चाहिँ के हुन्छ पछाडिबाट गाडी आउँछ, हामी हिँडिरहेको अगाडि हुन्छौँ। त्यसले गर्दाखेरि हामीले चाहिँ देख्दैन। एक्सिडेन्टको चान्सेस बेसी हुन्छ। तर पनि किन यस्तो सिस्टम ल्यायो मलाई चाहिँ थाहा छैन। तर यहाँ चाहिँ राइटबाट रहेछ है। अपोजिटमा देखिन्छ हामीले टक्क। यो चाहिँ राम्रो हो नि त। हाम्रो केटाहरू ओइ दुईजना केटा हो यता आऊ न। यतै साइडमा बस न। हाम्रो दुईजना जोडीहरू हो। ल कता पुगेको त छुटेर आयो त पार्क हेर्ने अनि घर जाने हो के। ठुलो छ र के छ र त्यो भित्र? त्यो भित्र गएन। म त खासै खतरा होइन जस्तो लागेर म गइनँ कि। म यो बाटोबाट कति पास हुन्थेँ तर पनि म गइनँ। गाइजहरू फाइनल्ली हामी चाहिँ यो पार्कमा आइसक्यो। पार्क चाहिँ यस्तो छ अँध्यारो भएर खासै लाइट राम्रो देखेको छैन। यो ठुलो छ। साथीहरू चाहिँ कता गायब भइसक्यो मेरो। केटाहरू कता गए यार? ओइ ओइ ओए कस्तो दामी हो। वाह ल हेर्नु यस्तो खतरा छ यहाँ। वाउ मैले यो चाहिँ हल्का जुम गरेँ भने चाहिँ बब्बाल देखिन्छ। अहिले मेरो लाइटले गर्दाखेरि मात्रै यति आएको। हल्का जुम गर्दैछ है म। खोइ त राम्रो आएन त। रुखमा बत्ती छ कि यहाँ यस्तो दामी सजाएर रुखमा बत्ती बाल्दै राखेको छ नि। दामी बनाएको छ। अहिले हामी यहाँ पार्कबाट अब जाँदै हो घरतिर। यहाँ रुखमा चाहिँ दामी बत्ती छ कि। साथीहरू चाहिँ गायब भइसक्यो। म चाहिँ भ्लग बनाउने चक्करमा चाहिँ पछाडि बसेँ नि त। साथीहरू कता पुगिसक्यो थाहा छैन। ओइ कता हो केटाहरू? ओए ल अब चाहिँ यहाँ अँध्यारो छ हो। इट्स टाइम टु इन दिस भ्लग। अब हामी चाहिँ यस्तो
पार्कमा यहाँ आइसकेको छौँ अहिले राति भएको कारणले गर्दाखेरि खासै राम्रो आउँदैन सो अब आजको भ्लग चाहिँ यहाँ इन गर्ने अब रुमसुम गएर खाना खाने हो सो बाई बाई गुड नाइट एभ्री वान लेट्स इन दिस भ्लग हेर्दै गर्नु होला मेरो च्यानलमा युट्युबमा सब्सक्राइब गर्नु होला बाई